पेसा है दाजु के छ कतिको व्यापार व्यवसाय कस्तो हुन्छ अहिले व्यापार व्यवसाय त अब ठिकै बजार छैन घाम तपाईँ है घाम तपाईँ हुन्छ हाम्रो दाजुले त कति वर्ष भयो यो यस्तो यहाँ गर्न थालेको 26 वर्षदेखि 26 वर्षदेखि तपाईँ त अझ पुरानो आमा तपाईँ म 40 सालदेखि नै गरेको 40 सालदेखि है आमा दिल्लीबाट आएर अनि दिल्ली पनि जानुभयो पहिले यही बजार भ्याइ नभए हुन्छ भाइ अहिले सुनसान छ है 2025 हुन्छ अहिले यही बजारमा गाडी भाडा हुँदैन हो हेर अहिले काठमाडौँमा 225 रुपियाँ गाडी खाएको काठमाडौँ 225 मा जाइरहनु भएको अनि त्यतै इन्डिया जानुभएको ए अहिले त यहाँ तपाईँ हाम्रो मात्रै होइन सबैको त्यस्तै हो हुन त तर हामी जस्तो गरिखाने मान्छेले चाहिँ गाह्रो अलिक बढी अब दाइले भने जस्तै तपाईँको चाहिँ व्यापार त गर्यो तर आउन जाने भाडा पुगेन भने के व्यापार हो त नि हो त अनि अहिलेसम्म बुनीसम्म गरेको छैन कस्तो छ दाइ व्यापार कस्तो छ मान्छे छैन अहिले पहिला जस्तो मान्छे छैन अहिले हो नि अगाडि खर्छ नि तपाईँलाई सधैँ हजुर मुसल्ली सदरमुकाम नजिकै रहेको सोलुखुम्बु जिल्लाको एकमात्रै शनिबारे हाट बजारमा अहिले चाहिँ यहाँ च्याउ लगायत यहाँका स्थानीय परिकारहरू बिक्री वितरण भइरहेको छ। यहाँ चाहिँ एक हप्तासम्म कुनै खानेकुराहरू किनेर यहाँका कर्मचारीहरू लगायत स्थानीयहरूलाई चाहिँ किनमेल गर्दै गरेको दृश्य सोलुखुम्बुको शनिबारे हाट बजार यहाँहरू को आउनु भएको छ। लोकल अकबारी खोज्ने कसरी चाहिँ मानाको 80 रुपियाँ माना केजी कसरी 300 रुपियाँ किलो। यतिखेर नि खुर्सानी महँगो रहेछ यो त सिजन हो नि अब त है यहाँ पुगेको छैन आज आउने हो त साँच्चै कता जानुभएको छ भन्दै हुन्छ भाइ ए भोलिपल्ट भिडियो नै बनाउनु भएको कि
मेरो हिजो अस्ति ठिक छ दामी